नमस्ते सबैजनालाई। आज हामी स्वर्गदारी जाँदैछौँ। यो हो मेरो साथी रजनी। अदै के छ अदै? एकदम ठिकठाक। अनि त्यसपछि यो चाहिँ म हो विष्णु पण्डेनी। अनि हामी दुईजना आज क्याम्पस आएको रिपोर्ट लिनलाई त्यतैबाट स्वर्गदारी घुम्न जाँदैछौँ। उता स्वर्गदारी हो र रजनीले साइकल डोराउँदैछ। उता हाम्रो क्याम्पस छ। उता यो खरको छानो, यो हाँसेको यो रुख सिसाउको सानोमा कति खेल्थ्यौँ हामी यस्तो रुखमा। हाम्रो घरको साइडमा थियो। अनि यो चाहिँ दामी पवित्र ठाउँ, रमाइलो ठाउँ, साइडमै छ मन्दिर। स्वर्गदारी जाँदैछौँ हामी आज। अनि म चाहिँ तपाईँहरूलाई स्वर्गदारी देखाउँछु। स्वर्गदारी आउने बाटो यता यहाँबाट देखिन्न है। एउटा गीत गाइदिनुहोस् न त तपाईँले। भूकम्प जान्छ भन्न। ल यो हो प्रवेशद्वार स्वर्गदारी आश्रमको टक्क। ए त भोगै आइछेस्। चियापानी पनि होइन। ओ साइकलको चाबी लानुपर्छ होला नि। उडाइदेलान् फेरि। बुक त उडाइदिन्न नि। त्यही पनि भयो। मैले लिएर हिँडेँ। आहा कस्तो आनन्द आउँछ क्या मन्दिर आउँदाखेरि। के हो कस्तो राम्रो बोल्या रहेछ है। यो त यो गणेश मन्दिर। बेल पनि पाक्यो होला यहाँ त। अनि त्यसपछि यता छ आँपको बगैँचा। शीतल भयो है रजनी। फोटो टिकटक दामी आउँछ यहाँ। उता हनुमानको मूर्ति। म शिवरात्रिमा आएको थिएँ। त्यसपछि चाहिँ बल्ल यहाँ राधाकृष्णको मन्दिर। यो हवन गर्ने ठाउँ। सानोमा हामीले त्यो बगैँचा देशी गाउँको बगैँचा छ नि, घरबाट आउने बगैँचामा बस्ने। अनि 4 बज्यो भनेपछि अब अलिअलि स्टुडेन्टहरू फर्किन्छ नि घर। अनि फर्किने घर त्यत्तिकै पढ्न दुखाले। म यही आएर नि नर्सरीबाट यही खान्थेँ कि फलफुल खाएर बस्थेँ कि स्कुल पढ्न दुखाले। त्यस्तो त ब्याकग्राउन्ड हाम्रो स्कुल हामीले पढेको स्कुल क्याम्पस उतातिर छ। यो स्कुल हो हाम्रो। यहाँ चाहिँ काम निर्माण कार्य हुँदैछ। यो शिवजीको यहाँ चाहिँ के अरे के भन्छ अरे महाराजजी यो स्वर्गदारी आश्रम महाराजजीको मूर्ति भएको ठाउँ। यो शिवजी के भन्छन् शिव भगवान भएको मन्दिर। ए यो बुक सक्न मलाई गाह्रो भयो क्या एउटा हातले गर्नु। खासै भिडियो बनाउनै आउँदैन। यो घन्टी दिस इज घन्टी। हर महादेव देखिन्छ एउटै आँप सुपारी आँप। बेल पनि पाक्यो होला उता। यहाँ के बनाउनु लाउनु भएको रहेछ। ए यहाँ बिहे गर्ने ठाउँ। तेरो बिहे यहीँ गरिदिने हो। हेर तेरो बोयफ्रेन्डलाई बोलाएर यहीँ बसालेर। रजनी बोलाइहाल। मैले पण्डित बोलाउँछु। क्यामेरा छँदैछ मसँग। यी बेल हेर्न बेल पाक्यो के। यहाँ पनि छ हेर्न। यहाँबाट देखेन त मोबाइलमा त। भाइ के अरे पण्डितजी भन्नुपर्छ कि भाइ भन्नुपर्छ खै। यो चाहिँ हाम्रो लागि खासै नौलो कुरा त होइन। त्यही पनि भिडियोमा यसो नौलो कुरा चाहिँ गरेको मात्रै है। यो सब देखिराखेको खाइराखेको कुरै हो। यो अमलाको बुट्टा हजुरहरुलाई थाहा छ कि नै? कोही कुन यो? यो चाहिँ अमलाको बुट्टा फल्छ है। हामी सानो हुँदा म कति चढ्दै बुट्टामा। अनि त्यो बेलको चम्पा बुट्टा, चम्पा फुलको बुट्टा। खै चम्पा फुलको बुट्टा? ओए अगाडि। फुले है यो। वेयर? ओके। अनि यता फेरि बटुकहरू बस्ने ठाउँ किचन। लिचीको रुख। लिची फल्ने सिजन हो त अहिले त छैन त लिची।
यता झन् शीतल छ यता बस्नु चाहिँ बटुकहरू पढ्ने ठाउँ फुल बेलपत्र चाहियो भने यहीँ छ यो के को रुख र नि यो अच्छा सोपलाङ छ्या कस्तो सोपलाङ पनि थाहा नभएको मलाई यो अशोकको रुख त्यो कटर इङ्ग्लिसमा ज्याकफ्रुट ओहो रजनी के हो म ढल्छु यो लिचीको बुट्टा लिचीलाई के भन्छ इङ्ग्लिसमा भन् त ल गाइस यो हजुरको लागि फुल मेरो अगाडि खुब इङ्ग्लिस ओहो अब विदेश जाने मान्छे अब सिक्न परिहाल्यो नि हामी पनि नेपालमा बस्ने हामी नेपालमा बस्ने मान्छे हामी त टुटेफुटे इङ्ग्लिस जाने नै भइहाल्यो शीतल भयो है ल भिडियो टिकटक के बनाउने बनाऊँ ल अब चाहिँ हामी घर जान्छौँ ओके बाई बाई त्योभन्दा पहिला यहाँ टिकटक फोटोसोटो खिच्छौँ एउटा दुईवटा त्यसपछि घर जान्छौँ बाई बाई फेरि भेट्टौँ ला लभ यु अल तँलाई भनेको त्यसको हाँस हेर्नु न हाँस बाई